everyone, welcome to my YouTube channel भरोसा एग्रो ब्लग्समा स्वागत गर्दैछु। मैले अस्ति जनवरी 4 मा एउटा भिडियोमा तपाईहरुलाई देखाएको थिएँ। मैले अलिक दिन पछाडी फेरि देखाउँछु भनेर मैले आफ्नै घरमा काटेर जरा निकालेर त्यहाँबाट रोपेको थिएँ। त्यो डबल पोल्डिङ सिस्टममा त्यो फेरि तपाईहरुलाई आज अप्रिल 5 तारिखको दिन हो। आज त्यो फेरि देखाउने छु। कत्रो भएछ हेर्नुस्। जनवरी फेब्रुअरी मार्च अप्रिल महिनासम्म 4 महिनामा कत्रो भएछ त्यो तपाईहरुलाई देखाउने छु। डबल पोल्डिङ ल अब हेर्नु जाऊ। ल हेर्नुस् त 4 महिनामा कत्रो भएछ ल हेर्नुस्। यहाँ 6 वटा प्लान्ट लागेको छ है। यहाँ हेर्नुस् डबल पोल्डिङ सिंगल पोल डबल रिङ हेर्न सक्नुहुन्छ। 4 महिनामा यहाँ पुग्यो। यहाँ तलको रिङसम्म पुगिसकेको छ 4 महिनामा हेर्नुहोस्। अब यो यसपालि त फल्ने होइन, अर्को पालि चाहिँ एकदम 100% फल्छ। यहाँ 6 वटा प्लान्ट छ। यहाँ 2 वटा भेराइटी इजरायली येल्लो र यो पिङ्क रोज छ हेर्न सक्नुहुन्छ। यो यत्रो भइसकेछ अहिले। अब अर्को देखाउँछु। भेराइटी पनि अर्को हेर्नुहोस्। यहाँ पनि पोल पनि अर्को, रिङ पनि अर्को हेर्नुहोस्। आज यत्रो भएछ। आज अप्रिल 5 तारिखको दिन हेर्नुहोस् त। डबल पोल। अब अर्को पनि देखाउने छु हेर्नुहोस्। यो 3 वटामा डबल पोल्डिङ सिस्टम बनाएको छु हेर्नुहोस्। यसमा पनि 6 वटा प्लान्ट लगाएको छ। यहाँ सबै सी भेराइटीको हेर्नुहोस्। अब यो यसपालि लास्टतिर अगस्त सेप्टेम्बरतिर फल्यो भने फल्यो। त्यहाँबाट लास्ट सेप्टेम्बरदेखि उता त फुल हुने छैन, फुल्नु छोड्छ। फल्यो भने अर्को पालि मात्रै वैशाख महिनादेखि फुल सुरु हुन्छ। यसपालि चाहिँ फल्दैन होला हेर्नुहोस् त। यहाँसम्म उठेको छ है। सी भेराइटीको प्लान्ट 6 वटा छ। त्यसले सिस्टम पनि छ अलिकति, त्यो पनि देखाउँछु छु। देख्नुभयो। अन्त यो चाहिँ 7-8 महिना भयो है। यो सेपमा छ है। नयाँ बाँस फेरेर पहिला पनि देखाएको थिएँ। हेर्न सक्नुहुन्छ। सेपमा छ यो। अलिक बिल्डिङको सेप पर्यो अनि सुपारी बगानको सेपमा छ अलिक। त्यसैले गर्दा राम्रो बढ्नु पाएको छैन। अब धेर छैन अब फुल फुल्नु यसको। अब वैशाख लास्टदेखि फुल्ने सुरु हुनेछ। तपाईहरुलाई देखाउने छु। यसपालि यो फल्छ कि फल्दैन। यसपालिको हो यो। यसपालि कतिको फल्छ, कोही फुल्छ कोही फुल्दैन होला। कोही मसिनै छ, बढ्नु सकेको छैन। त्यो विषय लिएर तपाईहरुलाई फेरि अर्को भिडियो देखाउने छु। आजका लागि यति नै। मेरो च्यानल हेरिदिनुहोस् र मन पर्यो भने सब्स्क्राइब गरिदिनुहोस्। हस्, धन्यवाद।